नमस्कार एवं हार्दिक स्वागत छ तपाईलाई सुनिल टिज नेपाल युट्युब च्यानलमा। आजको यस नयाँ भिडियोमा चाहिँ म तपाईहरुले खल्ती एपमा चाहिँ अर्निङ गर्नुभएको जुन रिवार्ड पोइन्ट हुन्छ त्यसलाई चाहिँ तपाईले कसरी चाहिँ क्याशमा कन्भर्ट गर्न सक्नुहुनेछ भन्ने कुरा चाहिँ यस भिडियोमा चाहिँ सिकाउन गइरहेको छु। तपाईले चाहिँ आफ्नो रिवार्ड पोइन्टलाई चाहिँ सजिलै क्याशमा कन्भर्ट गरेर चाहिँ युज गर्न चाहनुहुन्छ भने चाहिँ तपाईले यस भिडियोलाई चाहिँ स्किप नगरिकन सुरुदेखि अन्तिमसम्म हेर्नु होला र तपाईले सजिलै तरिकाले आफ्नो रिवार्ड पोइन्टलाई चाहिँ क्याशमा चाहिँ कन्भर्ट गर्न सक्नुहुन्छ र त्यसलाई मजाले चाहिँ तपाईले युज गर्न चाहिँ सक्नुहुन्छ। यतिबेला म तपाईलाई ढिलो नगरिकन आजको भिडियोको विषयवस्तुतर्फ नै लान चाहन्छु। यतिबेला चाहिँ तपाईले यहाँनिर देख्न सक्नुहुन्छ मैले चाहिँ खल्ती एप चाहिँ यहाँनिर ओपन गरिसकेको छु। मेरो यहाँनिर चाहिँ रिवार्ड पोइन्ट रहेको चाहिँ यहाँनिर दामी पोइन्ट्स भन्छ, हेर्न सक्नुहुन्छ हैन। तपाईको चाहिँ यहाँनिर 21901 दामी पोइन्ट चाहिँ यहाँनिर अर्निङ गरेको छु मैले चाहिँ। र अब चाहिँ तपाईले यसलाई चाहिँ कसरी चाहिँ यहाँनिर क्याशमा चाहिँ कन्भर्ट गर्न सक्नुहुन्छ भनेपछि यहाँनिर तपाईले स्क्रोल अप गर्दै जानु होला। यहाँनिर स्क्रोल अप गर्दै गएपछि चाहिँ यहाँनिर तपाईले देख्न सक्नुहुन्छ RS200 वर्थ खल्ती ब्यालेन्स कुपन भनेर चाहिँ यहाँनिर लेखेको छ। तपाईले यसलाई चाहिँ यसरी चाहिँ क्लिक गर्नु होला र यसरी क्लिक गरिसके पश्चात चाहिँ यहाँनिर तपाईले यो सबै इन्ट्रोडक्सनहरु चाहिँ यहाँनिर पढ्न सक्नुहुन्छ र त्यसपछि यहाँनिर रिडिङ फर 20,000 दामी पोइन्ट्स भने चाहिँ तपाईले 20,000 यानी कि 20,000 दामी पोइन्ट्सको बराबर चाहिँ तपाईले चाहिँ 200 रुपैयाँ चाहिँ खल्ती ब्यालेन्स चाहिँ पाउन सक्नुहुन्छ। यसलाई चाहिँ यहाँनिर रिडिङ भन्ने अप्सनमा क्लिक गर्नुस् र अब तपाईले यहाँनिर कन्फर्म रिडिङ भनेर चाहिँ यहाँनिर देखाइरहेको छ। र अब सिम्पली चाहिँ यहाँनिर क्यान्सल र ओके आएको छ र ओके बटनमा चाहिँ क्लिक गरिदिनुस् है। र तपाईले यहाँनिर ओके बटनमा क्लिक गरिसके पश्चात चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ रेडी प्लिज युज कुपन डी हैन। यहाँनिर चाहिँ यो तपाईको यसरी चाहिँ यो आउँछ। तपाईले यसपछि चाहिँ तपाईले यहाँनिर चाहिँ ब्याक आउनु होला ओके बटनमा क्लिक गरिसके पश्चात चाहिँ। तर तपाईले यहाँनिर मेरो ब्यालेन्स पनि देख्न सक्नुहुन्छ हैन। अझै चाहिँ तपाईले यहाँनिर ब्यालेन्समा चाहिँ 200 चाहिँ डिपोजिट भएको चाहिँ तपाईले देख्न सक्नुहुने छैन, किन भन्दा अझै हामीले चाहिँ त्यो भर्खर मात्र दामी पोइन्ट्सबाट चाहिँ कुपन कोडमा चाहिँ कन्भर्ट भएको छ। र तपाईले अब चाहिँ के गर्नुपर्ने हुन्छ भनेपछि यहाँनिर चाहिँ माथिपट्टि सर्चको अप्सन र यहाँनिर चाहिँ एउटा गिफ्टको अप्सन छ र साइडमा चाहिँ नोटिफिकेसनको अप्सन छ। तपाईले चाहिँ यहाँनिर यो गिफ्टको अप्सनमा चाहिँ क्लिक गर्नु होला र तपाईको चाहिँ यहाँनिर कुपन कोड चाहिँ यहाँनिर आएर बसेको हुन्छ। यहाँनिर तपाईले देख्न सक्नुहुन्छ हैन, खल्ती ब्यालेन्स कुपन भनेर चाहिँ तपाईले यहाँनिर युज भन्ने यो देखाएको छ। यसमा चाहिँ तपाईले क्लिक गर्नु होला। जस्तै कि यहाँनिर युज भन्ने छ, यसमा क्लिक गर्नु होला र यहाँनिर चाहिँ रिडिम भन्ने अप्सनमा क्लिक गर्नु होला। यहाँनिर देख्न सक्नुहुन्छ रिडिम सक्सेसफुल्ली भनेर चाहिँ लेखेको छ र चाहिँ यु हेभ सक्सेसफुल्ली रिडिम कुपन वर्थ 200 खल्ती ब्यालेन्स भनेर चाहिँ यहाँनिर लेखेको छ। र अब चाहिँ यहाँनिर तपाईको रिडिम भएर चाहिँ तपाईको चाहिँ यहाँनिर खल्ती ब्यालेन्समा चाहिँ आइसकेको चाहिँ छ। तपाईले चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ यति बेला चाहिँ तपाईको चाहिँ यहाँनिर चाहिँ 207 रुपैयाँ 66 पैसा चाहिँ यहाँनिर खल्तीमा चाहिँ तपाईको आइसकेको छ है। तपाईले यसरी चाहिँ तपाईले त्यहाँनिरबाट दामी पोइन्टलाई चाहिँ तपाईले आफ्नो खल्ती ब्यालेन्समा चाहिँ यसरी चाहिँ रिडिम गर्न सक्नुहुन्छ र यसलाई चाहिँ तपाईले युज गर्न चाहिँ सजिलै सक्नुहुन्छ। र यति बेला चाहिँ तपाईलाई यो भिडियो कस्तो लाग्यो यही नै रहेको छ आजको भिडियो। र यो भिडियो तपाईलाई मन पर्यो भने यस भिडियोलाई लाइक गर्नु होला, शेयर गर्नु होला र हाम्रो युट्युब च्यानल अहिलेसम्म पनि सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न पनि नभुल्नु होला भन्दै तपाईसँग चाहिँ नेक्स्ट अनि बेस्ट भिडियोमा भेट्ने बाचा गर्दै अहिलेलाई भने सुनिल टिज नेपाल युट्युब च्यानल सँगसँगै म सुनिल कुमार केसी पनि पर्छु। हवस् त नमस्कार, तपाईको बाँकी पल शुभ रहोस्। जय नेपाल।